लिम्बू साहबकोमा चाहिँ यहाँ अब तडा तडाको खुकुरीहरू देख्नु हुँदैछ। सेवारो लिम्बू साहब सेवारो मलाई त्यस्तै भयो लिम्बू साहब सेवारो है यो खुकुरीहरू बताउनुहोस् त अलिकति के कसो छ खुकुरीहरूको अलिकति रेट बताइदिनुहोस् सबैको क्या के खुकुरी हो कसो हो यो है म तपाईँको यो उयो त आएको थिएन होला तपाईँकोमा डाक्टर किरात त ए तपाईँकोबाट लाँदो रहेछ नि त है उहाँले पहिला लानु अहिले लगाउनु भएको छैन अहिले चाहिँ अच्छा बाङ्गा यो के खुकुरी रहेछ यो त नेपाल राष्ट्रिय झन्डा रहेछ है अनि यो खै खुकुरी त खोल्नुहोस् त के भन्छ हौ सिरुपाते खुकुरी रहेछ सिरुपाते खुकुरी दाम चाहिँ के कसो छ यिनीहरूको दाम बताइदिनुहोस् कति मजाको रहेछ यो त उयोसँगै चकमक है गर्दा चकमक अच्छा खुकुरीको चाहिँ तपाईँको विशेषता के हो भने नि तपाईँको खुकुरी चाहिँ हतियार मात्रै नभएर हाम्रो रीति संस्कृतिमा आउने पनि चिज हो तपाईँले हेर्नुहोस् जान पहिचान हो यो चाहिँ हतियार मात्रै नसोच्नुहोस् यो चाहिँ कति हो खै यसको चाहिँ कति हो 2500 तपाईँको कति लाने बाचाइ भयो नि त एउटा म लान्छु कि आउँदाखेरि हो एउटा मलाई चाहिएको पनि छ अनि खुकुरीको बारेमा चाहिँ अब बाङ्गाले भन्नुहुँदै थियो नि त यो खुकुरी चाहिँ तपाईँको अब यो जाति पहिचान पनि हो हामी नेपालीले चाहिँ अब यो खुकुरी चाहिँ हामीहरूको मूल हतियार हो फेरि अब हाम्रो यो जनजाति संस्कृतिमा त किरात राई लिम्बू सङ्गीत संस्कृतिमा त फेरि यो तपाईँसँग मरेर जाने भनेकै यो है हो नि तपाईँ पुरुष हुनुहुन्छ भने तपाईँको कपुरमा यो मात्रै हुन्छ मरेर जाँदाखेरि यसरी गाडिदिने यो खुकुरी मात्रै हो अनि फेरि अब तपाईँ जन्मिँदाखेरि तपाईँको कोक्रोमा सिउरिने भनेको यही कर्ता यो यहाँनिर हुन्छ नि यो जन्मदेखि मृत्युसम्मको यसको संस्कार संस्कृति छ है यो त चकमक रहेछ नि यो चाहिँ चकमक भन्छ हो अब यस्तो हुन्छ अब यो चाहिँ कर्दा हो यो चाहिँ कोक्रोमा सिउरिदिन्छ नि त है केटाहरूको कोक्रो छ भने चाहिँ छोरा मान्छेको कोक्रोमा चाहिँ यो सिउरिन्छन् अनि तपाईँको खुकुरीको त तपाईँको हामीसँग त तपाईँको जन्मदेखि मृत्युसम्मै जोडिएको कुरा हो तपाईँले जति कमाउनुहोस् तपाईँले केही लानु हुँदैन तपाईँ होइन ए खुकुरी यही देखाउनुहोस् त खुकुरी यही खुकुरी अन्तमा मलाई साह्रो अति नै मन परेको यही हो यही बहुत बहुत धन्यवाद बाङ्गा सेवारो आदाङ्बा बहुत बहुत धन्यवाद